Hey guys, good evening all. After a long time मेरो भ्लगमा चाहिँ हाम्रो भण्डारी भाइ यहाँनिर छ चाहिँ हाम्रो जेबिसी नन्दसको भाइ हो। हामी चाहिँ यहाँ अहिले घुम्न निस्किँदैछौँ। भण्डारी भाइ हाम्रो एउटा सर छ सुमित सर भन्ने त्यसरी हेर्नुहोस् यति मजाको भइरहेको छ दिन होइन। यहाँ तपाईँहरू देख्न सक्नुहुन्छ यति मजाको केटा पनि छ यहाँनिर है। अन्डरग्राउन्डबाट हामी जाँदैछौँ। लङ टाइम भेटेको हाम्रो भाइसँग हेन्डसम छ भाइ समावेश दिइरहेको छ आज सम्मान यहाँ हेरिहाल्नुहोस्। भाइले भाइको कपाल हेरिहाल्नुहोस् बानेको तल नम्बर 3 हाई गर्छ नि भाइ होइन के छ मेरो भाइ ठिक छ नि है। आफ्टर लङ टाइम भेटेको भाइसँग मजा आइरहेको छ। हेरिहाल्नुहोस् हेरिहाल्नुहोस् भ्यू गाइस। खानेकुरा Look at the view guys, look at the view. Look at the view guys. हेरिहाल्नुहोस् सनसेट फोटोतिर यति भोपाल छ। भोपाल यार समुद्रतिर कहाँ जान्छ आइल्यान्डतिर। त्यस्तो हाम्रो राजेश भाइसँग हिँड्दैछु। भोपाल छ यहाँनिर हेरिहाल्नुहोस्। हाम्रो पहिला कमेन्ट नेपाल नमस्ते सर। हाम्रो किचन म्यानेजर हुनुहुन्छ नन्दसको। फाइनली हामी भेट भयो फेरि होइन मजा लागिरहेको छ केटाहरूलाई भ्लगले नै हैरान बनाउनु भयो। तर के भन्थ्यो थोरै थोरै लेखै भन्थ्यो कि आएर हेऱ्यो भने के भन्थ्यो म छु पार्कको के भन्थ्यो हेलो गाइस, मैले चाहिँ यहाँनिर होइन अगाडि चाहिँ मैले यहाँ गार्डन भेटेको छु हेरिहाल्नुहोस्। यसमा चाहिँ अब कति के चाहिँ होला होइन यो गरेर म खोजेर निकालेपछि चाहिँ तपाईँहरूलाई म के अरे बाँडिदिन्छु है त।
मागेको दिएकोले मागेको राम्रो त चाहिँ हाम्रो त्यसलाई बाल सरम छैन अब होटलमा काम गर्छन् 10 रुपियाँ टिप दिन पर्छ भन्ने पनि थाहा हुँदैन भाइ अन्त आज हाम्रो भण्डारीको चाहिँ खास डान्स हेर्ने भएको थिएँ तर आज डान्स भएन फेरि हाम्रो स्टाइल हेर्नुहोस् हेयर स्टाइल आजसम्म जस्तो गर्नुभएको छ उहाँले चाहिँ मेरो गिल्ला गरिरहेको कहाँ यहाँ हाम्रो सुमित सर हुनुहुन्छ त्यही हाम्रो नेपाली मुभीको हिरो यस्तो हेर्नुहोस् उहाँ पनि र साथीहरू है धेरै बात भेटेको उनीहरूसँग एकदम खुसी लागिरहेको छ आज टक्कै हेरिहाल्नुहोस् यहाँ जिन रहेछ नि त कपाल छ कि यहाँ जग्गा चाहिँ बादन यी जुत्ता गाडी सब यिनीहरूले त गाडीमा छुट्याइदिनु खतरा छ नि सुन्नु होला यो सुन्नु भने केटी राम्रो रहेछ है त्यो सुन्नु लाग्यो एउटा कुन चाहिँ ल भन्नुहोस् गाइस तपाईँहरूलाई चाहिँ सुन मन पऱ्यो कि सुन भन्नु मन पऱ्यो भन्नुहोस् है म पठाइदिन्छु तपाईँहरूको लागि मलाई भन्नु होला है त सुनको गाडी हेरिहाल्नुहोस् गाइस मर्सिडिज पो त्यो पनि है भोगल यार के हो यो सप एन्ड विन गोल्ड मर्सिडिज छ है बब्बाल हो यार म त उतो सिपमा पनि कस्तो भइरहेको छ भाइ मजा आइरहेको छ यस मजा दामी 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 छ दामी मोबाइल आइरहेको छ बाल मजा अहिले चाहिँ हामी इन्फिनिटी पुल जाँदैछु पुलभित्र ए माथि पुलभित्र अरे माथि है होइन यहाँ कल गर्नुपर्छ आइहाल्छ नि कसले कल गरेर बस्छ त झ्यामझुम फोर्ने हिँड्ने हो परेको पऱ्यो साइलेन्ट गर्छ झन् आगो लाग्छ हुन्छ वाउ भेरी नाइस अमेजिङ उतातिर हुन पर्ने चाहिँ समुद्र पुरै देखिन्छ है उता जानु मिल्दैन मामा बब्बा रहेछ नि Mama, look at the view, guys. Look at the view. पुलबाट चाहिँ तपाईँहरूको भ्यू हेर्नुहोस् पुल गाडी हो छुइने यहाँबाट बरफको बर्तुहरू सब देख्दो रहेछ है हेर्नुहोस् यता पाल यार त्यो कहिले काहीँको क्षेत्रमा घुम्नु निस्केको होइन त्यस्तै उनीहरूले इन्फिनिटी पुल जाउँ भनेर चाहिँ इन्फिनिटी पुल आएर चाहिँ तपाईँहरूको अगाडि एउटा भ्लग गर्नु पाएँ होइन र तपाईँहरूलाई पनि देखाउनु पाएँ यो जग्गाहरू राम्रो रहेछ दुबईमै हुनेहरू त यसो छुट्टी हुँदा आउनुहोस् इन्जोय गर्नुहोस् यहाँनिर आएर होइन अन्त मेरो भिडियो जति ए मामा ब्रिज त है कसम्मले हेर्नुहोस् है गाई चाहिँ छ उताबाट हेर्नुहोस् उताको भ्यू होइन बर्दुबई बब्बाल कस्तो बबाल आजको अप्सै राम्रो बित्यो भनौँ न